हाई गाइज हाम्रो चाहिँ आज टिकटकमा भाइरल भएको कलर च्यालेन्ज गिफ्ट एक्सचेन्ज वाला भिडियो गर्न लाग्यो सो लेट्स स्टार्ट 9 different color. 9 डिफ्रेन्ट कलर फर्स्ट कलर के होला भन त Yellow. 1 2 3 गरेर है 1 2 3 गरेर मात्रै येलो गाँठो पारे चाहिँ खोलेन नि वेट ल वेट ल 1 2 3 गरेर है ल 1 2 3 मैले त लेखेको किनेर बोल Isn't your mango favorite? अर्को कुन कलर हो Green. ग्रीन है त 1 2 3 गरेर है Wait. 1 2 3. ल तिमीलाई काँक्रो मैले ग्रीन कलरको केही पनि पाएन नि त्यही भएर काँक्रो किनेको क्या रुबीले मलाई काँक्रो खान्छ अब। सोट दिएछ स्वीट सोट Isn't it nice? नाइस यस इट इज अनि Okay, it's red. रेड एकछिन है त रेड ल 1 2 3. खाडीकुरै परेछ दुवैजनाको ल अनि अरू अब brown. ब्राउन 1 एकछिन है 1 2 3. त्यति धेरै कपडाले मैले के गर्ने यो ब्राउन थ्याङ्क यू रुबी अर्को ल अर्को के छ पिङ्क Pink. ल है त ल 1 2 3 I didn't find anything, so मैले यो पिङ्क कलरको तपाईँलाई मेरै कपडा दियो ल मैले चाहिँ यो पिटर एलेक्जेन्डरको लाइक के भन्छ यो तलको नाइटी खोइ त यसको तलको एक्सपेन्सिभ ल यो आइदियो मैले त मेरै टी सर्ट तपाईँलाई गिफ्ट दिएर उसको पुरानो टी सर्ट दिएर उसलाई नयाँ कपडाको जोडी चाहियो अरे केस मैले पाएन कि ल ल व्हाइट पर्ख तिम्रो व्हाइट व्हाइटमा ल 1 2 3 यो के हो दाजु सिरो मैले त्यो डिप ग्लो सिरम सकिन लाग्यो मैले चाहिँ उसको लोसन सकिन लोसन किन्दै अब ब्ल्याक हो ब्ल्याक 1 2 3 यो चाहिँ भित्रको ब्ल्याक हो है खोलेर हेर त मलाई चाहिँ त्यो नि खोल्नु नि त कसरी खोल्छ खोल्नु न दिस इज मस्कारा के को मस्करा हेर न देखाइदिनु वाइएसएलको मस्कारा अनि रुबीले चाहिँ मलाई पिटर एलेक्जेन्डरको के हो यो पिटर एलेक्जेन्डरको के हो नाइटी नै हो यस बढिया इन गुड क्वालिटी आई ग्यास Wow, this one is so nice. यो चाहिँ सबैभन्दा महँगो परेको थियो मलाई आई थिङ्क रुबीलाई यो सबैभन्दा महँगो परेको थियो होला पिटर But this is on a sale, so purple. अब के हो पर्पल हो Purple. है त वेट 1 2 3. के हो त्यो This is kidding. मैले चाहिँ स्याम्पू र कन्डिसनर मलाई थाहा थियो मैले स्याम्पू र कन्डिसनर बोकेर आएको थिएँ होइन अनि यो मेरो सेलमा थियो मैले युज गर्छ अनि त्यसपछि मलाई थाहा थियो तपाईँले यो किन्छ भनेर अनि मैले फेरि रिटर्न लगेर राखेको मलाई चाहिँ यो किरिङ दियो रुबीले Isn't that के हो यो? nice? कस्तो वाला किरिङ हो यो? राम्रो छ इट्स पिकाचु वाला पिकाचुको कुन चाहिँ क्यारेक्टर हो यो बट मलाई चाहिँ पिकाचु मात्रै थाहा छ पोकेमनको बट थ्याङ्क यू अनि लास्ट सबैभन्दा हाम्रो अब लास्ट गिफ्ट अनि त्यसपछि ब्लू कलर है त 1 2 3. मैले चाहिँ ग्रान्डीको पर्फ्युम किन्दै रुबीले चाहिँ मलाई म त लोभी जस्तै भयो अरे यो पर्फ्युम सो मच एक्सपेन्सिभ स्टफ म त लोभी जस्तै भयो यो लगाउनु नि तपाईँ पछि लाउनु एक्चुअली यसको प्राइस चाहिँ थ्याङ्क यू फर वाचिङ